ल मजाले आज घाम लागिरहेको छ हेर्नु साथीहरू। यहाँ फुलहरू हेर्नुहोस् है तपाईँहरूले। घरमै हो दुर्पी चाहिँ यसरी राखेको छ है। यो पनि ठुलो जस्तै भएछ। ल फुलहरू हेर्नुहोस् सबैलाई। कमेन्टमा लेख्नुहोस् है कसले मनपर्छ कसले मन पर्दैन, कुन चाहिँ फुल मनपर्छ कुन चाहिँ फुल मन पर्दैन कमेन्टमा लेख्नुहोस्। यो पनि यसरी नै पटमा राखेर चाहिँ यहाँ रोपेको ठुलो भएको छ। साथीहरू मैले चाहिँ आज आलु मटर बुटिरहेको छु। आलु मटर यसरी खाने मन लागेर। अन्त यहाँ चाहिँ मैले के बनाएको छ भन्दा साथीहरू, यो चुवा ज्यादै टाउको दुख्यो, सायद प्रेसर होला जस्तो लाग्यो। हाई प्रेसर होला सम्झेर चाहिँ साथीहरू मैले चुवा उमारिरहेको छ। यो उमारेर चाहिँ पानी फ्याँक्नुपर्छ, त्यसपछि फ्राई गरेर चाहिँ खानुपर्छ भनेर चाहिँ यहाँ बनाइरहेको छु। खाली टिपेर लिएर कटिङ गरिरहेको छु। यस्तो मजाले पारिवारिक घाम लागिरहेको छ आज 26मा चाहिँ। चुवालाई चाहिँ यसरी गलाउनु यसरी पकाउनु पर्दो रहेछ फर्स्ट, त्यहाँदेखि चाहिँ फ्राई गर्नुपर्छ। पाक्नु आँट्दैछ। यो तितो चाहिँ जाँदो रहेछ हल्का, टोटलै तितो जाँदैन र प्रेसर र सुगरको लागि चाहिँ एकदम राम्रो रहेछ यो। त्यही भएर चाहिँ आज पकाइरहेको छु मैले। साथीहरू पनि जो प्रेसर हाई प्रेसर हुँदै चाहिँ यो चुवा खायो भने चाहिँ धेरै कन्ट्रोल हुँदो रहेछ। यो कमेन्टमा लेख्नुहोस् तपाईँहरूले।